हेलो गाइज, हाम्रो ब्लगमा हजुरहरूलाई स्वागत छ। म चाहिँ बिहान बिहान अब यसो उठेर चाहिँ म चाहिँ कलेज जानु लाग्छ होइन, साथीहरू पढ्न। के गर्ने, यो चापनको बसाइ एकदम गाह्रो छ। बिहान 8 बजीतिर उठियो, त्यसपछि अनि खाजा खाइयो, फेरि अनि त्यसपछि बिस्तारै कलेज जाँदैछु म। केटाहरू अघि नै गइसक्यो, अनि बाँकी म उतै कलेज गएर देखाउँछु ल, जापानको कलेज कस्तो छ, पढाइ कस्तो हुन्छ र त्यहाँको हाम्रो नेपाली केटाहरू सबैलाई देखाउँछु ल गाइजहरू। Hey, what the hell? Why you hanging on the roof all by yourself? साथीहरू, अनि म चाहिँ हिँड्दैछु बाटोमा, अनि बाटोमा हिँड्दैछु, खलखल बगिरहने निश्चल पानी हौ तिमी, खलखल बगिरहने निश्चल पानी हौ तिमी भन्ने यस्तो एउटा डाइरेक्ट थियो कबड्डी 4 मा। गाइजहरू, जापानिजहरू यिनीहरू चाहिँ अब यहाँबाट चाहिँ म लगभग 5 मिनट हिँड्यो भने म पुग्छु 5 मिनटमा। र मेरो केटाहरू अघि नै गइसक्यो, तिनीहरू चाहिँ अब उता साथीहरूबाट जान्छु। तिनीहरू चाहिँ साथीहरूबाट गएर त्यहाँ हुँदै हुँदै तिनीहरू चाहिँ गएको पुग्छ। म चाहिँ डाइरेक्ट सिधै गएको जान्छु। म चाहिँ सकिनको बाँच्न जस्तो फिल हुन्छ मलाई, तिमी बिना जिउन धेरै मुस्किल हुन्छ मलाई, तिमी छौ र जीवन छ। यो गाइजहरू अब उतै बाटोमा ल। I have an open invitation, but you're telling me go get lost. I don't want. धेरै टाढो छ, 5 मिनट लाग्छ भनेको 10 मिनट लाग्छ कि क्या हो। कहाँ थियो मेरो केटाहरू, तिनीहरू चाहिँ हिजो भर्खर बेलुका काम हानेर गएको केटाहरू एकदम थाकेको छन् है, होइन? 5 घन्टा काम हानेको, रातभरि काम हानेको केटाहरू अब एकदम कडा छन् त्यो भने नि। 8 घन्टा काम हानेर पनि बिहान गएको आइदिन्छन्। फेरि म चाहिँ फेरि यहाँ खुट्टा दुखेर यहाँ चम्ने सबैले मर्नु भएको छ। अब चाहिँ हामी एकदम हाम्रो पढ्ने ठाउँमा हिँडिसकेका छौँ। साथीहरू कस्तो हुँदैछ त? एकदम रमाइलो छ। यहाँ सब रमाइलो हुन्छ। यहाँ पनि सबै केटाहरू पढिरहेछन्, कोही अस्ट्रेलिया छन्, कोही चाइनिज, कोही जापानिज, कोही मलेसियन, होइन? थाइल्यान्डको मसाज पनि पाइन्छ हाम्रो खतरा हो नि। फेरि गएको छ खै कोही छैन हाम्रो क्लासमा त कोही पनि छैन त। आज छिटो आइसक्यो हो। So why don't we stay out till the morning light? 'Cause 2 wrongs can make a right. We're just two. हाम्रो केटा जापानको बसाइ कस्तो छ केटा भन्दा पढाइ जापानमा एकदमै रमाइलो छ। त्यही हो, भाषा गराएर आउन पर्यो नेपालबाट, होइन? भाषा गराएर आउने, यहाँ गाड पेल्लाउने। भाषा नभए चाहिँ हुँदैन यहाँ। त्यही हो, पढाइ कस्तो छ भने मैले काम छोड्दै केटा। भाषाको छ कि अब कामको कुरा गर्दाखेरि घरबाट मस्त दुध खाएर आउनुपर्छ, दुध दही घिउ मही, अनि यहाँ आएर काम मात्रै गर्नुपर्छ। कुरो त्यस्तो। We feeling right now. Some Chardonnay. We camp in the parking lot. Leave traces of plastic cups. We're just doing what we feeling right now. So what the hell? Why you hanging on the roof all by yourself? Always waiting for the one, but I got news for you. I'm the best that you can get. So what the hell? Yeah, what the hell? So what the hell? गाइजहरू, हाम्रो अब फाइनल्ली क्लास सुरु भइसकेको छ। अब चाहिँ हामीलाई पढाउनलाई आइसकेको छ केटा।
भिजाको आयो बरी क्रो हाम्रो फाइनली हाम्रो क्लास सकिसकेको छ अब हामी फर्किने हो ल साथीहरू फर्क्यो हेलो गाइस अब हामी चाहिँ ल फाइनली फर्किसकेका छौँ अब खै हस् गाइस म चाहिँ अहिले साइकलमा घर फर्किँदैछु बिहान चाहिँ हिँडेर आएको थिएँ अहिले चाहिँ म साइकलमा जाँदैछु हिजो मेरो साइकल मेरो साथीले यतै आफ्नै रुममा ल्याएको थियो त्यही भएर चाहिँ म आज चाहिँ अहिले चाहिँ साइकलमा घर फर्किँदैछु साथीहरू त्यही साथीहरू अब चाहिँ ल अर्को भिडियोमा भेट्ने है त साथीहरू ल बाई